Bling bling, blessed be. So, if your video हजुरको फिडमा आएको छ भने then this message is from the you. Let's see what is the message that you want to hear that is given by the universe. So, first card you got is the strength card. So, strength cardले के भन्छ भने हजुरको लाइफमा जति पनि च्यालेन्जेस, जति पनि ओभरकम्स, जति पनि अब्स्टिकलहरू आउँछ त्यो अब्स्टिकललाई पार गर्नको लागि हजुरले एकदम धेरै हिम्मत, एकदम धेरै लागि जोस र साहस जुटाउने देखिरहेको छु। अनि जति पनि हजुरको पिपुलहरूले पुलिङ लेग्स गरिरहेछ त्यो अथवा टोट मारिरहेछ त्यो कुराले चाहिँ एकदम मनमा नराखिकन ओभरकम भएर कुरा राख्नु भनेको छ लाइक फाइट अगेन्स्ट हु इज फाइटिङ अगेन्स्ट यु। अनि आइएम सिइङ कि एबिलिटी टु स्पिक अप वाट्स रङ एन्ड वाट्स राइट। अनि त्यो कुराले गर्दाखेरि चाहिँ हजुरको चाहिँ भोइसहरू दबिँदैन अनि त्यो कुरा चाहिँ एकदम ध्यान दिनु अनि एकदम कन्फिडेन्स हुनु भनेको छ। त्यही मिनिट कम्स अदर कास्ट हाई प्रेसले यो पनि कन्फर्म गर्यो कि स्ट्रेन्थ कार्डलाई कि हजुरले अब आउनेवाला दिनमा चाहिँ एकदम धेरै क्लेभर एक्ट गर्नुपर्छ। लाइक आई डोन्ट बी डम एन्ड डु नट लेट पिपल थिङ्क द्याट यु आर डम। हजुरको मनभित्र भएको सबै कुराहरू एक्सप्लेन गर्नु बाहिर लाइक नलुकाउनु अनि यदि यो रङ हो भने रङ हो अनि राइट हो भने राइट हो भन्ने चाहिँ हिम्मत जुटाउनु पिपल मुख अगाडि नै यो कुरा चाहिँ एकदम देखिरहेको छु किनकि त्यसले चाहिँ एकदम हेल्प हुने भनेको छ। अनि मान्छेहरू आफ्नै बाटोबाट लाग्ने डराएर पनि त्यस्तो सिचुएसन छ। सो चाहिँ स्पिक अफ फर यर सेल्फ भनेको छ। सो दिस इज द मेसेज